What's up, everyone? This is Bikram Guru, and welcome back to the vlog. मलाई पनि आएको थिएन कसरी खासै केही पनि होइन विदेशी ब्लास्टर भनेको चाहिँ के भन्ने ओके सो आजको दिन चाहिँ द डे इन युके कस्तो इङ्ग्लिस नआएको आई मिन आजको एक दिनभरि चाहिँ युके लाइफमा स्टुडेन्ट लाइफको लाइफ कस्तो छ भनेर ओके म भर्खर उठेको र हल्का रेडी हुँदैछु रेडी भइसकेँ भनौँ अलमोस्ट अब रेडी भएर चाहिँ अब निस्किन लाग म चाहिँ अब अहिले चाहिँ युनि जान लाग्छु युनिभर्सिटी जाँदैछु अनि सायद 11:30 बजेको ट्रेन छ ट्रेनमा जानुपर्छ र मेरो युनि चाहिँ यहाँदेखि अलिक टाढा नै छ भनौँ तर ट्रेनमा त्यस्तै 15-20 मिनट लाग्छ सो केही छैन अब अनि त्यसपछि अब बिहान उठ्यो मुखसुख धोयो अनि युनि जानु लाग्छ युनि गयो अनि त्यसपछि सायद मेबी युनिबाट म सिधै रुममा नआइकन डाइरेक्ट काममा जान्छु उहाँ आज हरेक प्रोसेस के भन्छ त्यसलाई प्रोसेस होइन के हुन्छ सबै देखाउँछु म आई विल ट्राई टु इन्फर्म यु एभ्रिथिङ ओके ओके मेरो ब्याग नै रेडी भयो रुम चाहिँ नदेखाऊँ धोस्तै छ केही बिर्सेँ कि आइडी कार्ड छ ब्याग लियो फोन पैसा त हाल्नु परेन मोबाइल छँदैछ ओके रेडी भयो अब निस्किनु पर्छ म चाहिँ के बिर्सेँ जस्तो लागिरहेछ चाबी भयो छ के बिर्सेँ भने भनेको त सेन्ट हाल्न बिर्सेछु राइट माङ त बसाउनु पर्यो होइन यो आइफोनमा त यार आउँदा म त खोया आउँदो रहेछ त चाबी कहाँ राखेँ यार अब छोडी चाबी कहाँ राखेँ यहाँ रहेछ ओके सो सबै रियल देखाउँछु त्यस्तो त्यो सो अफ गर्नेवाला टाइपको होइन कि कस्तो हुन्छ साँच्चीकै स्टुडेन्ट लाइफ बिहान उठ्यो नर्मल्ली कस्तो हुन्छ त बिहान उठ्यो हल्का ब्रेकफास्ट गऱ्यो रेडी भयो अब कतिको चाहिँ युनि हुन्छ कतिको छुट्टी हुन्छ युनि चाहिँ धेरै जसोको चाहिँ क्लासहरू चाहिँ विकमा 2 दिन 3 दिन त्यो युनि सब्जेक्ट हेरी हुन्छ सबैको एउटै युनि हुन्छ भन्ने हुँदैन अहिले स्पेसली युकेको कुरा गरेर चाहिँ म्याक्सिमम् सबैको पनि त्यस्तै हुन्छ होला अब म यहाँबाट गएँ अनि म्याप हेर्न कतिले आउँछ कतिले आउँदैन त्यो चाहिँ म देखाइदिन्छु कसरी हुन्छ म्याप हेर्ने भनेर नि ओके अब यहाँ भइहाल्यो मेरो अब होइन अब गुगल म्यापमा जाने अब जस्तै अब हजुरहरू कहाँ जानुहुन्छ आफ्नो लोकेसन हान्नु अहिले चाहिँ म यहाँ छु अब म जानुपर्ने भनेको मेरो कलेजको नाम छ बर्मिङहाममा युसिबीमा अब मैले त्यो आफ्नो कलेजको नाम हान्छु यहाँ अब हजुरले जहाँ जानुहुन्छ त्यहीँ आफ्नो लोकेसन अथवा पोस्ट कोड अथवा कलेजको जहाँ हाल्ने नि हुन्छ यो भयो अब यहाँबाट म डिरेक्सनमा जान्छु अब यहाँ डिरेक्सनमा गएपछि यहाँ देखाइदिन्छ ठ्याक्कै यहाँ देखाइदिएको हुन्छ क्या सबै अब कहाँबाट हिँडेर यहाँ 3 मिनट हिँड्यो भने बस स्टप छ बस स्टपमा कुन बसमा जाने कुन रोडमा जाने 1 नम्बरको बस चढ्यो भने मलाई यहाँ बस स्टेसन झारिदिन्छ बस स्टेसन अलिकति 6 मिनट हिँडेपछि म ट्रेन स्टेसन पुग्छु ट्रेन स्टेसनबाट म कति 4 नम्बर प्लेटफर्ममा चढ्ने कुन ट्रेनमा भन्दा वेस्ट मिडल्यान्ड ट्रेनमा चढ्ने भनेर सबै देखाइदिएको हुन्छ नि त्यहाँबाट अलिकति हिँड्यो भने म कलेज पुग्छु मतलब भन्न खोजेको त्यही हो कि सबै इन्फर्मेसन म्यापले दिइरहेको हुन्छ अब कता चाहिँ कुन बस चढ्ने कताबाट चढ्ने कति नम्बरको बस चढ्ने धेरै बसहरू हुन्छ नि त अनि ट्रेनहरू पनि अब कुन प्लेटफर्ममा चढ्ने कति नम्बरको कहाँ के सबै यहाँ इन्फर्मेसन दिएको हुन्छ सो त्यस्तो केही टेन्सन त भएन सबै म्याप चलाउन आउन त धेरैलाई आउँछ तर कोही कोहीलाई चाहिँ आउँदैन त्यही भएर मात्रै बनाइदिएको ल
क्या म्याप त्यस्तो हेरेपछि अब त्यो ठ्याक्क सबै देखाइदिएको हुन्छ म्यापमा कुन बस चढ्ने कता चढ्ने कति टाइममा बस आउँछ कहाँदेखि कहाँ जाने सबै इन्फर्मेसन म्यापले दिइरहेको हुन्छ त्यसो भएर युकेमा आएर अब कुन कताबाट जाने कुन बस समात्ने कुन ट्रेन समात्ने कुन प्लेटफर्म समात्ने झ्याउ हुन्छ नि त अलि त्यसो झ्याउ गर्नु पर्दैन सबै म्यापमा इन्फर्मेसन हुन्छ होइन अघि भिडियोमा देखाए जस्तो अब म सबै भिडियो त्यस्तो बनाउँदिनँ सबै भिडियो बनाउनलाई भने फेरि 1 घन्टाको फ्रीमै भन्ला बिस्तारै यो त युकेको अब लाइफ स्टाइल एउटा मात्रै बनाएको मात्रै त हो नि सो म अहिले चाहिँ बस समात्न जाँदैछु सिट बस छुटिहाल्यो यार त्यो व्हाइट कलरको बस छ त हो त्यही बस हो मैले बस छुटाइहालेँ अब केही होइन जिन्दगानी अब फेरि हेर्ने कुन बस आउँछ अर्को भनेर अब हेर्ने अब बिस्तारै म बसमा चढिसकेँ अहिले अब चाहिँ कलेज बसबाट डाइरेक्ट ट्रेन स्टेसन थियो जान यहाँबाट त्यहाँ 10 मिनट लाग्छ ट्रेन स्टेसन होइन ट्रेन स्टेसनबाट पुगेर बसमा कसरी चढ्यो देखाउनु पछि देखाउनु अब हामी चाहिँ ट्रेन स्टेसन जाँदैछौँ हल्का चाहिँ औडा लाग्दो रहेछ मान्छेले हेर्दाखेरि चाहिँ खाली छ बाटो त्यहाँबाट जाडो पुग्छ होला यहाँबाट चाहिँ बसबाट जाने अब थ्याङ्क यू भन्नुपर्छ हल्का चलफल त दिनु पऱ्यो म बसबाट झरिसकेँ अब त्यसपछि अब ट्रेन स्टेसन अलिकति अगाडि बस स्टेसनकै यता हुन्छ म्यापमा सबै देखाउँछ देखाउन चाहिँ बसले अब जस्तै यहीँ पुऱ्याउँछ त्यहाँ एकछिन 5 मिनट रोक्छ त्यो 5 मिनट रोक्दासम्म त म ट्रेन स्टेसन पुगिसक्छु त्यही भएर चाहिँ झरेर हिँडेको भनौँ अब के भन्ने के भन्ने हो भन्न चाहिँ आएन त्यही भन्ने सन्ने कुरा होइन कि देखाउने कुरा हो हिँड्यो लाइफ स्टाइल यस्तै छ अब यो भयो ट्रेन स्टेसन बस स्टेसन हो यो चाहिँ बस पार्क हो है केटाहरू होइन केटाकेटी आन्टी अङ्कल दाई भाइ दिदी बहिनी सबै मौसम चाहिँ आज ठिकै छ सायद भ्लग बनाएँ भनेर होला मौसम ठिक भएको न त धेरै छ यहाँ पानी परिदिन्छ कहिले के परिदिन्छ थाहै हुँदैन अब यो चाहिँ हल्का अब यस्तो भयो अब हल्का सिनेमेटिक भ्यूहरू देखाउँछु म ट्रेन स्टेसनसम्म जाँदाखेरि यो चाहिँ हाम्रो ट्रेन स्टेसन ओके ट्रेन स्टेसन त्यो भइहाल्यो म ट्रेन स्टेसनमा अब जाँदैछु मैले चाहिँ टिकट चाहिँ अनलाइनबाटै मोबाइलमा तिरेछु सो कसरी टिकट काट्ने देखाउनु हुन्थ्यो तर म देखाइदिन्छु कसरी काट्ने हो कताबाट काट्ने हो भनेर भित्र भएपछि ट्रेन स्टेसन आएछ मेरो 11:11 छ ट्रेन इट्स हेडिङ ओके हामी चाहिँ ट्रेन स्टेसनमा आइसक्यो यो भयो ट्रेन स्टेसन प्लेटफर्महरू कता कता छ के छ सबै यहाँ देखाइदिन्छ कुन प्लेटफर्ममा चढ्ने अनि यहाँ चाहिँ ट्रेन टिकट काट्ने हो यहाँ चाहिँ तर चाहिँ उ त्यो अगाडिको हजुरहरूले देख्दै हुनुहुन्छ नि यिनीहरू चाहिँ यहाँ चाहिँ सेल्फ ट्रेन काट्दा हुन्छ कार्ड छ भने मोबाइल ब्याङ्किङ अथवा कार्ड पेमेन्टबाट अनि यहाँ ट्रेन स्टेसन यहाँबाट छिर्छ म चाहिँ मोबाइलबाट देखाउनुपर्छ एकछिन मलाई पनि आएको थिएन कसरी मोबाइलमा त्यो बारकोड हुँदो रहेछ त्यो बारकोड स्क्यान गर्नु पर्दो रहेछ मलाई पनि थाहा भएन ट्रेन स्टेसन आइसक्यो अब ट्रेन कुर्दै यो भयो ट्रेन स्टेसन मेरो कति नम्बर प्लेटफर्म हो यहाँ सबै प्लेटफर्म नम्बर छ यहाँ कुन प्लेटफर्ममा चाहिँ म हेर्नुपर्छ त्यो एरिया अब ट्रेन पनि कहाँ रोकेछ प्लेटफर्म यहाँ छ
अर्को ढोकाबाट छ भने Due to the short platform, the door to the rear and full coaches will not open. भर्खर ट्रेनबाट झरे ट्रेनभित्र नै भिडियो बनाऊँ भनेको भर्खरै मान्छे धेरै हुँदो रहेछ टाइमबाट हामी सरी इन्डियन बसिरहेको थियो लिप हालिदिन्छु मतलब होइन इन्डियन बसिरहेको थियो अनि थाहै भएन कसरी बनाउने के बनाउने अनि साइडमा पनि केटी पनि थियो लाज लाग्यो अब मैले सुन सोचेँ उसलाई भ्लगर भन्छ अनि लजाएर हुन्छ त मुलाको साग भने जस्तो भयो त्यो त विक्रमले अब यहाँ त फेरि पास गर्नुपर्छ भयो अघि त्यहाँ थियो म यहाँबाट निस्किसकेँ मेरो युनिट चाहिँ यता निस्के पनि हुन्छ भनौँ चाहिँ हल्का एक्सन मोडमा हालिदिउँ धेरै नहल्लोस् भनेर गिम्बल किन चाहियो रहन र यो भयो ट्रेन स्टेसन अब अरूहरू देखाउनु त हुन्छ खतरा है युजली यो भिडियोमा अब के त्यस्तो इन्टरटेनमेन्ट गर्नेवाला भिडियो त होइन यो पछि बनाउँदै गरौँला अहिले चाहिँ जस्ट इन्फर्मेसनवाला टाइपको हो नि त कस्तो हुन्छ डे लाइफ के हो त्यति साह्रो लङ टर्म होइन हल्का अलिकति सर्टकट गऱ्यो अब के हुन्छ यहाँबाट घरबाट उठ्यो युनि गयो बाटोमा के हुन्छ त्यति धेरै इन्फर्मेसन होइन इन्टरटेनमेन्टवाला भिडियो पछि हुन्छ त्यसको सबैले अहिले बाटोबाट इन्टरटेनमेन्ट गर्नु लाग्यो भने काम छैन यहाँ अहिले बाटो क्रस गऱ्यो यहाँबाट हिँड्यो ओके अब म युनि पुग्छु अब युनिबाट निस्केपछि फेरि काममा जाँदाखेरि कि अब युनि भएपछि काममा जानुपर्छ त्यही हो ओके खासै केही पनि हुन्न विदेशी लाइफस्टाइल मतलब विदेशमा युकेमा अब इन्टरनेसनल स्टाइल उठ्यो खाजा खाना नै भ्याउँदैन चिया मात्र खायो अहिले उठ्यो युनिभर्सिटी कलेज अथवा युनिमा आयो बसे जस्तो गऱ्यो बुझ्ने केही नि होइन फेरि सिद्धियो अनि काममा दौड्यो फेरि घरमा आयो बस इन सर्ट चाहिँ त्यति हो तर चाहिँ अब कस्तो हुन्छ कि आज जस्तो भिडियोको लागि मात्रै बनाएको धेरै लङ भिडियो पनि हुँदैन यो भयो हाम्रो बर्मिङहाम सिटी त्यही हो गाइज मेरो कलेज चाहिँ तर त्यो कलेज त्यो एउटा मात्रै हो पछाडि पनि छ यहाँ बाटो क्रस गर्नु अगाडि चाहिँ एउटा जस्तो बटन हुन्छ थिच्ने यहाँ वेट गर्नुपर्छ बाटो क्रस गर्नलाई यहाँ हरियो बलिस मात्रै हिँड्न पाउँछ थिचै गरेर पनि केही नै होइन एकखेर थिचे चाहिँ हुन्छ त्यहाँदेखि नेपाली परियो बोल्दैन त हरियो तर मान्छे झन् निस्केपछि बाटो बलेको टुट गरेर कराउँछ त्यति अनि बाटो क्रस गरे बस गाइस अब क्लासको भित्र आइसक्यो यो त्यो बिल्डिङ चाहिँ हाम्रो हो यो बिल्डिङमा अब त्यही हो क्लासभित्र देखाउनु त मिलेन अब क्लास भ्याएपछि सुरु हुन्छ ल भर्खरै क्लास सिक्यो अब त्यही काममा जाने ट्रेनमा आएर बसिसकेँ फर्स्ट क्लास क्याबिन भनेर थाहा छैन कस्तो भन्छ कि पाउँदैन बसिहालेँ मतलब भएन होइन फर्स्ट क्लास त उनीहरू पनि क्लास त फर्स्ट क्लास त होइन क्लास त ब्याचलर हो क्या तर अब ट्रेन हिँड्यो अब यहाँबाट सिधै हामी जाने भनेको म जाने भनेको काममा हो त्यही हो डेली लाइफस्टाइल भनेको त्यही हो अब बिहान उठ्यो कलेज गयो कलेजबाट फेरि काममा गयो कोही चाहिँ कलेज गएर घर गएर काममा जान्छ तर मेरो फेरि घर गएर काममा जान भ्याउँदैन त्यही भएर चाहिँ म डाइरेक्ट यहाँबाट काममा गरिदिन्छु एड्रेसमै अनि कामबाट त्यस्तै राति 10-11 बज्छ मेबी घर पुग्दा त्यही देखाउँछु काम
काममा पनि अब सबै काम के काम कस्तो काम भनेर देखाउन त मिलेन अहिले भाडा हालेको काम देखायो भने बेसी लाइफमा होइन त्यो काम भनेको युजली त्यही हुन्छ खासै त्यस्तो हुँदैन त्यही वेटरको काम हो सो यति नै हो लाइफस्टाइल अनि कुरा गर्नुपर्ने के हो भन्दा कलेजको फी यताउता फी कस्तो हुन्छ के हुन्छ त्यो हेरी हुन्छ अब कोर्स हेरी फरक टाइपको कुन कोर्स हो कुन युनिभर्सिटी हो कुन सिटी हो मैले फरक पर्छ तर युजली चाहिँ म्याक्सिमम् 11,000 12,000 मात्रै पर्छ फी यति नै हो अनि लिभिङ कस्टहरू अब सस्तो खोज्नु हुन्छ भने 200 सस्तो भन्छु म तर म्याक्सिमम् चाहिँ 250 300 350 400 500 तिरेर पनि बस्छ नबस्ने होइन तर सेयरिङमा बस्दाखेरि फाइदा हुन्छ अनि मन्थली कति इन्कम हुन्छ त्यो पनि म्याक्सिममले धेरै हेर्ने हो नि त मन्थली चाहिँ मेरो चाहिँ अब विकमा चाहिँ 300 जति हुन्छ अनि अब तर एउटा काम मात्रै हान्छु सकेसम्म अब धेरैले गर्ने भनेको ट्रिक्स एन्ड टिप्स एलाउ त छैन तर अब लिखी क्यासिन आधी गर्ने आधी चाहिँ एनआईमा गर्ने अब एनआई भनेको 20 घन्टा मात्रै हुन्छ 20 घन्टा यता गर्ने क्यासिन उता गर्ने गर्दाखेरि चाहिँ ब्यालेन्स हुन्छ त्यसरी चाहिँ नत्र हुँदैन एउटा मात्र भन्नुहुन्छ कि एनआई मात्रै गर्नुहुन्छ कि क्यासिन मात्रै गर्नुहुन्छ भने चाहिँ खाना बस्न कलेजको फी अलिअलि सेभ गर्न त्यति मात्रै पुग्छ घर पठाउन एक्स्ट्रा खर्च गर्न जाँदा केही नै पुग्दैन घर पठाउनु थाल्यो भने त्यो आएको सुरुमा आउनेहरूले गल्ती कहाँ गर्छ भन्दा आउनेहरूले चाहिँ घर पठाउँछ म चाहिँ के रिकमेन्ड गर्छु भन्दा सुरुमा आउनेहरू भर्खर आउनेहरूको 6-7 होइन लगभग 3 to 5 मन्थ चाहिँ घर नपठाउनु सेभ गर्नु किनकि टाइम लाग्छ त्यो गर्ने के हो कस्तो बुझ्ने टाइम लाग्छ भर्खर कमायो भन्दैमा पैसा पठाउँदाखेरि 1 वर्ष 6 जस्तो लाग्छ तर थाहा हुँदैन त्यही हो अब त्यही हो काममा जाँदैछु अब बाँकी इन्फर्मेसन कामबाट आउँदाखेरि राति कोही नै हुँदैन त्यतिखेर इन्फर्मेसन दिनु अहिले ट्रेनमा सबैले हेऱ्यो मलाई अहिले त्यो फर्स्ट क्लासमा बस्यो नि त अनि त्यही भएर फर्स्ट क्लासमा नभए चाहिँ टिकट भएर ब्याचलर क्लास भन्दाखेरि निकाल्छ यार अहिले चाहिँ न यता न उता भएन यता बस्न पाएन उता बस्नु त अघि नै स्ट्यान्डिङ गरेर बसेर पैसा भन्थ्यो बिजनेस क्लास भनेको ठिक विच क्लास आयो ब्याचलर भनेको यो त फर्स्ट क्लास भए पो निस्क्यो भन्थ्यो बसमा चढिसक्यो अहिले अब काममा जाँदै हो त्यही हो जिन्दगी नै दर्पण छैन काम छैन सबै पानी खान्छ बाहिर आएपछि 400-500 को कफी खाँदै खर्च कफीमै जान्छ डेली अब अरू काम भन्यो भने मन कफी त खानै पऱ्यो यताउता गर्दै अब काममा जाँदै हो कलेजबाट अघि आयो ट्रेनबाट बस्नु चढिसकेको अरे ब्याट्रीको त भजिया हुँदो रहेछ भिडियो बनाउँदाखेरि दिनभरि यताउता गर्दाखेरि काममा आइसक्यो बसबाट झऱ्यो हिँड्दैछु ओभियसली बसबाट झरेको हो अब यहीँ अगाडि चाहिँ म देखाउँछु काम त के देखाउने अब पब हो त्यस्तो ठुलो रेस्टुरेन्ट पनि होइन त्यस्तो ठुलो पब पनि होइन त्यस्तो सानो पनि होइन नर्मलको छ सो अब त्यही हो काममा पुगेँ अब काम गरिन्छ डिजे बजाइन्छ भाडा हानिन्छ भाडा त हान्दैन होला धेरै म्याक्सिमम् मेरो केसमा चाहिँ अगाडि फ्रन्ट लाइनमा वेटर गर्छु अर्डर लिने पिक गर्ने यताउता हो सो दिस इज माई पब नट माई काम गर्ने मेरो पब अब यो भित्र जाँदैछु ओके अब हेर्दा रातै परिसकेको छ बनाउँदा कामबाट भर्खर आइयो भनौँ यही छ अब जिन्दगानी बिहान उठ्यो कलेज गयो कतिचोटि एउटै डाइलग हान्यो तर त्यही हो बिहान उठ्यो कलेज गयो काममा गयो अब कामबाट घर जाँदैछु त्यही हो कुराकानी सर्ट हुन त भिडियो बनायो भने त सायद मेबी 1 मिनट पनि बन्दैन होला निस्किनु पर्ने यताबाट ओके 1 मिनट पनि बन्दैन किनकि भन्यो नि सर्ट छ भिडियो केही पनि छैन लाइफस्टाइल तर के अलिकति इन्फर्मेसन नलेजको बारेमा चाहिँ अघि नै भनिसकेँ त्यही हो म्याक्सिमम् चाहिँ हजुर अब युके ट्राई गर्नुहुन्छ भने चाहिँ स्पेसली भिडियो युकेको लागि हो नि त त्यही भएर युके ट्राई गर्छ भने चाहिँ
I will say 25 maximum. 25 हुनैपर्छ भन्न खोजेको छ होइन, तर म्याक्सिमम 25,000 होइन 25 लाख म्याक्सिमम चाहिँ धेरै अँध्यारो भयो क्या, अँध्यारो भयो। म्याक्सिमम चाहिँ कति भन्ने भन्दा 25 लाख चाहिँ हुनु पऱ्यो। 25 लाख छ भन्यो भने चाहिँ इनफ हुन्छ सबै कुरा गर्न। त्यहाँ अब कलेजको फीदेखि लिएर भिसा फी, इन्सुरेन्स फी, सपिङ, प्लेन टिकट सबै उठ्छ मजाले 25 लाख छ भने चाहिँ। अब काम चाहिँ त्यही हो, अघि नै भनिसकेँ, एउटा मात्रै कामले धान्न सक्दैन, डबल सिफ्ट हान्नुपर्छ, हेरी हुन्छ। अब त्यो जस्ट यो भिडियो चाहिँ अब त्यही हो, सर्ट भन्यो नि त। कस्तो हुन्छ डे लाइफ, एक दिन चाहिँ म मिलाएँ भने चाहिँ अब पछिको ब्लग चाहिँ इन्टरटेनमेन्ट ब्लगहरू बनाउनु ट्राई गर्छु। अहिलेको ब्लग चाहिँ इन्फर्मेसनको ब्लग भएको कारणले गर्दाखेरि चाहिँ जस्ट डे लाइफ कस्तो हुन्छ, यही हो डे लाइफ। उठ्यो काममा गयो, अब घर पुग्यो, अब यति नै सायद यही होला इन्डिङ भनेको भिडियो। द्याट्स इट, थाके जस्तो भयो, यही हो, टाटा, गुड नाइट। हल्का नाइटको भ्यूहरू देखाइदिन्छु बस।